समाजमा दुर्गा आमा जस्तो मान्छे पनि हुँदा रहेछन् साथीहरू, जसले परपुरुषसँग लाग्नकै लागि आफ्नो श्रीमानको हत्या गरिन्। अनि आफ्नो ज्वाइँलाई सकाउनका लागि, ज्वाइँको हत्या गर्नका लागि कुनै पनि कसुर बाँकी राखिन। छोरीले यो कुराको सुइँको पाउँछ कि भनेर आफैले जन्म दिएको छोरीलाई समेत मार्न पछि परिन। हो, यस्तै कंस दुर्गा आमाले यति बेला उचित सजाय पाइसकेकी छिन्। दुर्गा आमाले मात्र नभएर दुर्गा आमाको नाठो, जसले दुर्गाको श्रीमानको हत्या गरो, हो त्यसलाई पनि यति बेला रामले जेल हालिदिइसकेका छन्। रामले पछिल्लो समय सबै अपराधीहरूलाई निकै राम्रो सजाय दिएका छन्। तर अब सुर्ती र मालतीलाई भने अझै पनि कडाभन्दा कडा सजाय दिन बाँकी नै छ। यिनीहरू सृजनाको खोजीका लागि भनेर अहिले केही समयका लागि बचेका छन्। तर पनि यिनीहरूको चुरीफुरी भने रोकिनेवाला छैन। यिनीहरूले अपराध गर्न, नराम्रो काम गर्न भने चाहिँ यिनीहरू रोकिने छैनन्। अब यिनीहरूले पनि कडाभन्दा कडा सजाय पाउनुपर्ने हुन्छ। र तपाईँ पनि सुर्ती र मालतीले कडाभन्दा कडा सजाय पाउनुपर्छ। जसले आफ्नो भाइलाई मार्नका लागि यो सब गरी, त्यसले चाहिँ एकदमै कडा सजाय पाउनुपर्छ भन्ने जतिले चाहिँ कृपया यस भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा तपाईँको आफ्नो नाम लेख्न भने चाहिँ नभुल्नु होला है त। साथीहरू, साँच्चै नै अघिल्लो एपिसोड निकै रमाइलो भएको थियो नि है। दुर्गा आमाले कमला र मुनाको बिहे गराइदिनका लागि अनेक कसुर गरिसकेपछि, हुन्छ नि त हामी बिहे गरिदिन्छौँ भनेर मुना र कमला रेडी भइसकेपछि दुर्गा आमाको भुइँमा खुट्टा नै थिएन। म त अब सफल हुने भएँ, अब मलाई कसैले पनि छुन सक्दैन, अब म मेरो प्लानमा दरिलो भइसकेँ भनेर खुब खुसी मनाइरहेकी दुर्गा आमालाई रामले त्यही बिहे मण्डलमै गएर यति बेला चाहिँ हतकडी लगाइदिएका छन्। दुर्गा आमालाई मात्र नभएर उनको नाठोलाई समेत हतकडी लगाइदिएका छन्। हो, रूपाले अहिले रामलाई साथ दिँदाखेरि राम निकै दरिलो भएर आए र सबैलाई एकदमै राम्रोसँग सजाय दिन पाएका छन्। रूपालाई पनि म त सल्युट गर्छु साथीहरू। अनि अघिल्लो एपिसोडमा एउटा नयाँ खुलासा के पनि भएको थियो भने सृजना वास्तवमा आफै भाएकी होइन रहेछ। सृजनालाई जबरजस्ती त्यहाँबाट निकालेर यति बेला बेचिएको रहेछ। हो, सृजनालाई बेचेका रहेछन्। त्यो कसले गर्यो त? सृजनालाई बेच्ने सुर्ती, मालती, यिनै दुर्गा आमाहरू यिनी यथावत हुन्। र यी दुईजना सुर्ती र मालतीलाई चाहिँ सृजनालाई निकाल्नका लागि, सृजनालाई बचाउनका लागि यति बेला रामले छोडिदिएका छन्। यिनीहरूलाई पनि कुनै पनि हालतमा छोड्न हुँदैन, जसले यति ठुलो अपराध गरेका छन्। आफ्नो भाइ, आफ्नो बहिनी, यिनीहरूले केही पनि भन्दैनन्। हो, अपराध गर्न पाएपछि यिनीहरूले आफ्नो परिवारलाई समेत छोड्दैनन्। हो, यिनीहरूलाई चाहिँ अब कडाभन्दा कडा सजाय दिनका लागि रामले कदम चाल्नेछन् र सृजनालाई पनि बचाउनेछन् भन्दै अब चाहिँ तपाईँसँग बिदा हुन चाहन्छु। हाम्रो आगामी भिडियो हेर्नका लागि च्यानललाई सब्सक्राइब गर्दै राख्नुहोला। नमस्कार।